हेलो गाई, न्यू डे न्यू ब्लग। रमाइलो भयो। न्यू डे न्यू ब्लग। छोरीको गुन्यु चोलोमा यसो सजावट गर्दै, घर सजाउँदै, केराको खम्बा गाड्दै केटाहरू डेकोरेसन गर्दैछ। यो चाहिँ हल्दीको दिन हामी सबजना मिलेर सजावट गर्दैछ। झिलमिली हालेर एकदम मजाले रमाइलो गर्दै बिहानदेखिबाट खटाइ छु। अनि हल्दीको दिनमा बिहानदेखिबाट खटेर सबजना साथीभाइ दाजुभाइ सबजना हामी मिलेर डेकोरेसन गर्दै यो चाहिँ स्टेज बनाउँदै तोरण हालेर एकदम मजाले भाइहरू दाइहरू भाउजूहरू सबजना बेलुन सेलुन बाँधेर हामी हल्दी र मेहन्दीको दिन रेडी पार्दै त्यसपछि हामी सर एउटा क्लिप हानी झिलमिली हालेको। अनि त्यसपछि कामसाम सकाएर हामी मासु काट्नतर्फतिर लागे। मासु काटेर पनि अब हल्दी सुरु भयो। एकछिनमा हल्दी सुरु गर्दैछ। हल्दी सुरु भएपछि सबजना हल्दी लाउन जाँदैछ। हल्दीको प्रोग्राम सेलिब्रेट गर्दै एकदम रमाइलोसँग। अनि हाम्रो फाइनल्ली झिलमिली बारेपछि यस्तो देख्यो फाइनल्ली। अनि सबजना चाहिँ आज हल्दीको दिन अलिअलि यसो सेलिब्रेसन गर्दै छोरीको हल्दीको दिन हल्दीको कार्यक्रम सुरु गर्दै त्यसपछि फेरि पनि हामी सबैजना हल्दी लाउनलाई हल्दी हेर्दैछ। अनि मम्मी र बुवा पनि जानुभयो छोरीलाई हल्दी लगाइदिन। त्यसपछि सानो छुट्टै रमाइलो एकदम रमाइलो भएको छ। अनि त्यसपछि हामी बिस्तारै हल्दी सकाएर हल्दी गर्दै अलिअलि रमाइलो गर्दै सबैजना इन्जोय छ, एकदम खुसी छ। छोरी पनि खुसी छ छोरीलाई हल्दी लगाइदिएर। अनि यो गुन्यो चोलो अगाडि हल्दी गर्दै सबैजना सेलिब्रेसन गर्दै रमाइलो भइरहेछ। अलिअलि यसो रमाइलो गर्दै अलिअलि मजा लिँदै सबैजनासँग खुसी छ, रमाइलो छ, एकदम चिल पारा छ। अब भोज भने यस्तै हो, गइरहन्छ। अनि त्यसपछि यो मेहन्दीको कार्यक्रम सुरु भयो। मेहन्दी कार्यक्रम सुरु भएपछि मेहन्दीहरू लाउँदैछ दिदीबहिनीहरू सबजना रमाइलो गर्दैछ। हाम्रो नाइटको भ्यू यस्तो देख्यो बेलुका। झिलमिली हालेर एकदम मजाले बाटोदेखिबाट पार्टीसँग रमाइलो भयो झिलमिलीले। त्यसपछि गुन्यो चोलोको दिन मन्दिर लिएर गएँ छोरीलाई। दाइ भाउजू म अनि मम्मी बुवा मन्दिर गएर सबै पूजापाठ गरेर एकदम मजाले हामी मन्दिरबाट फर्केर आएर एकछिनमा फेरि डेकोरेसन गरेँ गुन्यो चोलोको लागि। यो डेकोरेसन छुट्टै गुन्यो चोलोको लागि। अनि गुन्यो चोलोको डेकोरेसन गरेर एकदम मजाले सजावट गरेर स्टेजलाई नि ह्याप्पी बनाइदिएँ। मजाले चारैतिर फुल हालेर बेलुन हालेर सबै हालेर मजाले बनाइदिएँ। यहाँ हाम्रो इन्ट्री पोइन्ट। स्वागतम सबैजनालाई। अनि यस्तै हो, अब भ्लग आइरहन्छ, कहिले आउँदैन। अनि हाम्रो यो छोरीको गुन्यो चोलोको दिन मजाले हामी सबैतिर झिलमिली हालेर अनि छोरीलाई पार्लर लिएर गएँ। मेकअप गरेँ। छोरीलाई यस्तो देख्यो। छोरी छुट्टै देखाएको छ, बवाल देखाएको छ, यत्रै छ। त्यसपछि छोरीलाई मेकअप गराएर ल्याएपछि हामी गुन्यो चोलोको तयारी गर्नलाई एकदम आतुर भएको छौँ एकदम। त्यसपछि पार्लरबाट ल्याएर एकछिन राम्रो देखाएको छ छोरी। पार्लर गएर सेकअप गरेर आएपछि त झन् त टलक्क टल्किएको छ। टल्किएर छोरी जात्रा छ। अनि त्यसपछि हामी आयौँ घर फर्केर आएर गुन्यो चोलोको सुरु गरेँ छोरीको।
गुनियो चोलीको रेडी गरेपछि हामी सुरु भयौँ। गुनियो छोरीलाई स्टेजमा राखेर छोरीसँग एउटा सेल्फी भिडियो बनाएर चट्ट लाएर छोरी हाँसिरहेको छ। रमाइलो छ, एकदम रमाइलो भयो दिन। अनि यो मामाहरूलाई वेलकम गरेको, टिकट लगाइदिएर एकदम मजाले वेलकम गर्दै यही छ। अब सबैजना मामा सबजना आउनुभएको छ वेलकम गर्दै। त्यसपछि टिका लगाइदिएर सबलाई स्वागतम गर्दै हामी एकदम फुपूलाई वेलकम गर्दै मजाले रमाइलो भइरहेछ, खुसी लागेछ। यस्तो हुन पाउँदा कार्यक्रम भइरहन्छ, रमाइलो भइरहन्छ। अनि सबजना वेलकम छ, एकदम मजाले टिका टालो सुरु भइरह। दाइले खाता लगाइदिनु भइरह, भाउजूले टिका लगाइदिनु भइरह, मम्मीले वेलकम गर्दैछ सबैजनालाई। यस्तो रमाइलो भइरहन्छ, रमाइलो हुनुपर्छ जिन्दगीमा, यतिको त चाहिन्छ। त्यसपछि म पनि गएँ, त्यहाँ मान्छे अलि पुगेन, दसैँलाई सोसरा उडाइदिएँ। मैले गएर सबैजनालाई वेलकम गर्दै दसैँलाई उडाउँदै भित्र वेलकम गर्दै सबजना रमाइलो छ। यस्तो भइरहनुपर्छ, रमाइलो छ। गुनियो चोलोको दिन मामा फुपू सबजनालाई हामी अब यसरी वेलकम गर्नुपर्छ। तयारीको साथ बसेर हामी त्यसपछि फेरि हामी सबजनालाई यस्तै हो भइरहन्छ यस्तो कार्यक्रम। तर यो चाहिँ एकदम स्पेसल कार्यक्रम थियो, स्पेसल बनाउनै पर्ने थियो, स्पेसल बनायो हामीले। कत्रै रमाइलो भयो, हिजोको दिन पनि रमाइलो भयो। रमाइलो गरेर गुनियो चोलोको दिन नाचगान गरी रमाइलो भएँ। यो चाहिँ फुपूहरूलाई छुट्टै वेलकम गर्दै अब यस्तै हो भइरहन्छ यस्तो भइरहन्छ। तर यो पलहरू बिर्सिनु हुँदैन, यस्तो पल सधैँ आउँदैन, सम्झिनु सक्दैन। अनि यो चाहिँ टिका टालोको छोरीलाई मामा फुपूहरूले टिका लगाइदिँदै टिका लगाइदिएर त्यसपछि हामी एकदम रमाइलो भइरह। सबजनाले आफ्नो सामग्री दिनुभएको, के ल्याउनु भएको, कसैले के ल्याउनु भएको, कसैले के ल्याउनु भएको। छोरीको घाँटीभरि हेरे सुन ढङ्ग छ। यस्तै हो हुनुपर्छ, भइरहनुपर्छ। टाउकोमा हेरे टाउकोमा, घाँटीमा हेरे घाँटीमा। र यो पल बिर्सिनु हुँदैन, सम्झिरहनुपर्छ। यस्तो भइरहन्छ, मजाको छ, एकदम रमाइलो भयो। हाम्रो सबजनाले टिका लगाइदिँदै सेलिब्रेसन गर्दै रमाइलो भइरहेछ। यस्तो दिन फेरि पनि फर्केर आउँदैन, फर्केर आउनु पनि सक्दैन। पछि भन्ने चिज भइरहन्छ। छोरीको गुनियो चोलो त्यो पनि भव्यको साथ भयो, रमाइलो भयो। सबजनाले लगाइदिँदै यो चाहिँ मेरो दिदीले छोरीलाई टिका लगाइदिँदै सबजना आउनुभएको, एकदम रमाइलो भयो। सबजनाले दिनुपर्ने सामग्री पनि दिनुभएको छ, खुसी लागेको छ। अनि लास्ट हो